एकपटक सानै उमेरमा राजा त्रिभुवनलाई भारतसम्म जाने छुट भने दिएको रहेछ, तर उनी त्यता जाँदा आफ्नो ब्यागमा कपडाको साटो ढुङ्गाहरू भरेर लगेका रहेछन् र फर्कँदा त्यो ढुङ्गाहरू फालेर किताबहरू लिएर आएका रहेछन्। तिनै किताबबाट ज्ञान आर्जन गरेर राजाले विश्व र विश्वभरको शासन व्यवस्थाको बारेमा अलिअलि थाहा पाएका रहेछन्। राजा राणा शासन फाल्न त चाहन्थे, सधैँ कैदी नै भएर नबसौँ भन्ने उनको पनि चाहना त थियो, तर गर्न केही सक्दैन थिए। यता जनताहरू भने राजालाई भगवानकै रूप मान्थे र त्यही कारणले पनि राणाहरूले राजालाई हटाउन भने कहिल्यै पनि सक्दैन थिए। राजा भने जनताले चाहेकै मान्छेले राज गर्नुपर्छ, देशभर उद्योग कल कारखाना बाटोघाटो बन्नुपर्छ भन्ने चाहन्थे, तर निरङ्कुश राणा शासनमा यो सम्भव थिएन। राजपरिवारसँग राम्रै घुलमिल हुँदै गएकाले एरिका यस्तो अवस्था देखेर छक्क अनि निराश पर्थिन्। केही गर्न पाए हुन्थ्यो भन्ने उनलाई पनि लागेको थियो। त्यसैले उनी इन्डियन एम्बेसीमा गएर यी सबै कुराहरू इन्डियन एम्बासेडरलाई सुनाउँथिन् र पछि राजाहरूकै कुनै पारिवारिक कार्यक्रममा इन्डियन एम्बासेडर र राजा त्रिभुवनको भेट गराउन ठुलो भूमिका खेल्थिन् र उक्त भेटमा भारतले सहयोग गर्न तयार रहेको भनेर भारतीय राजदूतले राजा त्रिभुवनलाई आश्वासन दिन्छन्। विश्वभरिमै त्यति बेला स्वतन्त्रताको लहर चलिरहेको थियो। नेपालका पनि बीपी कोइराला, मातृका प्रसाद कोइराला लगायत भारतमै गएर राणा शासन फाल्नका निम्ति प्लान गरिरहेका थिए। अझ भारतीय राजदूत मार्फत नेपालका राजा समेत राणाहरू फाल्न तम्सिएको थाहा पाउँदा उनीहरूलाई पनि आड मिलेको थियो। यता राजा त्रिभुवन भने अझै पनि भारतले सहयोग गर्ला कि नगर्ला भनेर विश्वास गर्नै सकिरहेका थिएनन्। त्यसै बिचमा एरिकाको पनि बिदा सकिएर भारत फर्किनु पर्ने भयो। विदाईको क्रममा राजपरिवारले उनलाई विभिन्न उपहार दिँदै राजा स्वयंले भने उनलाई सुनको ब्रासलेट नै लगाइदिएका थिए। अब यस्तो धेरै उपहारहरूको ऋण म कसरी तिरौँ भनेर एरिकाले प्रश्न सोद्धा राजा त्रिभुवनले भारत गएर उतैबाट हामीलाई यो मिसनमा सक्ने सहयोग गर्नु भनेर बताएका थिए। त्यही क्रममा उनले एरिकाको हातमा एउटा कागज दिन्छन्। उक्त कागजमा केही कोड वर्ड्सहरू थिए जुन आउने दिनमा एरिका र राजा त्रिभुवन बीच चिठी आदान प्रदान हुने क्रममा प्रयोग हुनेवाला थियो। जस्तै ठुलो सर्प भनेको प्रधानमन्त्री मोहन शमशेर, चरा भनेको राजदूत, डाक्टर भनेको भारतीय प्रधानमन्त्री नेहरू आदि। एरिका अब भारत गएर भारतीय राजदूतको सहायतामा प्रधानमन्त्री नेहरूको चिठी त्रिभुवनसम्म पुर्याउने भूमिका खेल्छिन् र प्रधानमन्त्रीकै चिठी आएपछि भने राजा त्रिभुवन विश्वस्त हुन्छन् र सब परिवार सहित भारत भाग्ने प्लान बनाउँछन्। यी सबै कुराहरू तिनै फिजियोथेरापिस्ट एरिका ल्युट्याकले आफ्नो किताब एरिका एन्ड द किङमा उल्लेख गरेकी छिन्। भारत जान त परकै कुरा, आफ्नै दरबारबाट बाहिर निस्कन समेत राजालाई कठिन थियो। राणाहरूको नजरबन्दमा थिए उनी। कहिलेकाहीँ उनलाई शिकार खेल्न जानसम्म भने छुट थियो, तर त्यहाँ पनि राणाका सुरक्षाकर्मीहरू सँगसँगै जान्थे। अब त्यही शिकार खेल्ने बाहना बनाउँदै एक दिन बिहानै राजदरबारका सबै सदस्यहरू गाडी लिएर उपत्यका नजिकै शिकार गर्न भनेर बाहिर निस्कन्छन्। अब राजा निस्किँदाखेरि राणाका गार्डहरू पनि सँगसँगै बाहिर निस्कन्छन्। एउटा गाडी राजा त्रिभुवनले चलाउँदै थिए भने अर्को गाडी महेन्द्रले चलाउँदै थिए। उनीहरू शिकार गर्न जाने भनेको जङ्गलकै बाटोमा भारतीय एम्बेसी पनि पर्थ्यो। प्लान बमोजिम राजाहरू एम्बेसी अगाडि पुग्ने बित्तिकै भारतीय एम्बेसीको गेट खुल्छ र राजा र उनको परिवार सबै एम्बेसीभित्र छिर्छन्। अब उनीहरूसँगै आएका राणाका सुरक्षाकर्मीहरू भने हेरेको हेरै हुन्छन्। एम्बेसीभित्र उनीहरूलाई प्रवेश निषेध थियो र स्वयं प्रधानमन्त्री मोहन शमशेरले पनि एम्बेसी घेर्दा समेत अन्तर्राष्ट्रिय कानुनको कारणले गर्दाखेरि उनले केही गर्न सक्दैन थिए। त्यसको केही दिन पछाडि भारतीय एम्बेसीले नै राजा त्रिभुवन र उनको परिवारका सबै सदस्यलाई भारत लाने व्यवस्था मिलाउँछ। त्रिभुवनका नाति ज्ञानेन्द्र, जो हाम्रा पूर्व राजा पनि हुन्, उनी भने त्यति बेला आफ्नो मामा घरमै बसिरहेको हुनाले उनलाई भने कसैले ल्याउँदैन। यता राजा त्रिभुवनसहित राजकुमार महेन्द्र अनि सबै परिवारका सदस्यहरूलाई एयरपोर्टमै स्वागत गर्न भनेर भारतीय प्रधानमन्त्री नेहरू नै पुग्छन्। अब नेपालमा भने मोहन शमशेरले राजपरिवारका सदस्य ज्ञानेन्द्र नेपालमै रहेको थाहा पाउँछन् र 3 वर्षकै कलिलो उमेरमा ज्ञानेन्द्रलाई राजा बनाइदिन्छन्। अब ज्ञानेन्द्रलाई राजा मान्नका निम्ति भारत र अन्य विदेशी शक्तिहरू तयार थिएनन्। उनीहरूले मोहन शमशेरलाई गरिरहेको सबै सहयोगहरू कटौती गरिदिन्छन्। मोहन शमशेर कमजोर बन्छन् र अन्त्यमा भारत सामु घुँडा टेक्न बाध्य बन्छन्। त्यस पछाडि दिल्लीमा फागुन 7 2007मा भारतीय पक्षकै डिजाइन अनुसार राणाहरू, राजाहरू अनि नेपाली कङ्ग्रेसका नेताहरू बीच त्रिपक्षीय छलफल हुन्छ र राणा शासन हटाएर प्रजातन्त्रको घोषणा हुन्छ। यही दिनलाई सम्झनाका निम्ति नेपालमा फागुन 7लाई प्रजातन्त्र दिवसको रूपमा मनाइन्छ। यसरी देशमा प्रजातन्त्र आउँछ र त्रिभुवन फेरि राजा बन्छन्। यसरी 104 वर्षे राणा शासन फालेर
प्रजातन्त्र ल्याउनलाई ठुलो भूमिका खेलेको हुनाले त्रिभुवनलाई राष्ट्रपिता अथवा फादर अफ नेसन भन्ने गरिन्छ। अब दिल्लीमा भएको उक्त सम्झौता अनुसार प्रधानमन्त्री चाहिँ मोहन शमशेरलाई नै राख्ने अनि नेपाली कङ्ग्रेसको तर्फबाट 5 जना र राणाको तर्फबाट 5 जना हुने गरी मन्त्रीमण्डल गठन हुन्छ। तर पछि राजा त्रिभुवनको मृत्यु हुन्छ र महेन्द्र राजा बन्छन्। महेन्द्र राजा बन्दै गर्दा यता आम निर्वाचन हुन्छ र बिपी कोइराला प्रधानमन्त्री बन्छन्। उनीहरू दुईको टक्रावले देशमा प्रजातन्त्र आएपछि फेरि पञ्चायत व्यवस्था सुरु हुन्छ।